नमस्ते सबैलाई। यो च्यानलको फर्स्ट भिडियो मैले बनाइरहेको छु। यो कस्तो च्यानल हो भनेर थम्बनेलमा नै जानिसक्नुभयो होला है। आशा गर्छु कि यो भिडियो सबैलाई राम्रो लाग्छ होला भनेर र यो च्यानल तपाईहरुलाई राम्रो लाग्यो भने प्लिज सब्स्क्राइब र लाइक गरेर शेयर पनि गरिदिनुस् होला सबैजनालाई कि ताकि यो भिडियोजहरु म तपाईहरुलाई डेलीको बेसिसमा ल्याएर तपाईहरुलाई यसरी कथाहरु सुनाएर भनिरहौं भन्ने आशा छ। ल सुरु गरौँ है त। यो कथा यति धेरै साधारण भूतको कथा चाहिँ हैन है। अब भूत भन्नाले कस्तो बुझिन्छ भन्दा एकदमै मिस्टिरियस, एकदमै अचम्म लाग्दो, नबुझ्नु सक्ने, कतिले देख्छ कतिले देख्दैन, कतिले पत्याउँछ कतिले पत्याउँदैन है। सो यो कथा चाहिँ एकदमै साधारण चाहिँ छैन। यो कलकत्ताको एउटा मेट्रो स्टेसनमा घटिएको घटना हो। यदि तपाई पनि रातमा एउटा अन्तिम ट्रेन चढ्ने गरी जानुहुन्छ भने यो कथा ध्यान दिएर सुन्नुहोला है। कोलकाताको रविन्द्र सरोवर मेट्रो स्टेसनमा एउटा डरलाग्दो कथा छ। यो स्टेसन चाहिँ कोलकाताको मोस्ट हन्टेड स्टेसन पनि भनिन्छ। धेरै नराम्रो काण्डहरू भएको जस्तै सुसाइड्स, थेफ्ट्स भएको कथाहरू र धेरै ड्राइभर्स र प्यासेन्जर्सहरूले पनि के देखेको भेटाएको पनि रिपोर्ट्सहरू छ। यो कथा चाहिँ राति सुत्दाखेरि सुन्नुभयो भने एक प्रकारको डर र एउटा मिस्टिरियस फिलिङ आउँछ र तपाईहरु पनि यसरी नै सुन्नु भइरहेको छ भने अब निन्द्रा चाहिँ नलाग्ने सम्भावना ज्यादा हुनेछ है त। यो कथा एउटा पुरानो मेट्रो कर्मचारीले सुनाएको थियो। 2012 को मनसुन टाइममा अरिन्दम भन्ने 26 वर्षको सिग्नल अपरेटर नाइट शिफ्टमा थियो। अन्तिम ट्रेन लगभग 10:45 को टाइममा आउँथ्यो। 11 बजेपछि स्टेसनमा एकदमै सुनसान र शान्त हुन्थ्यो। एकदम हलचल भन्ने हुन्थेन, एकदम कम्ती मान्छे हुन्थ्यो र हतपत्त मान्छे देख्दैन पनि थियो। तर जसले पनि प्लेटफर्म 2 मा कतिले भन्थिन् कि एउटा महिला देख्ने अफवाह चाहिँ धेरै फैलेको थियो। सधैँ एक्लै हुन्थ्यो र सधैँ ट्र्याकको नजिक उभिरहेको हुन्थ्यो। र अरिन्दमको फर्स्ट नाइट एकदम पहिलो रातमा अरिन्दमले झन्डै सीसीटीभी चेक गर्दाखेरि एउटा सेतो साडी लगाएको महिला देखे। अनि अरिन्दम त छक्कै पर्यो, अरे यति बेला यति टाइममा को रहेछ, के ट्रेन छुट्यो कि छुटेन भनेर सोच्यो र उसले त्यहाँनिर गार्डलाई इन्फर्म गरेर गार्डलाई हेर भनेर पठायो। र गार्डले जब त्यहाँ गयो, गार्डले त देखे कि कोही पनि छैन त्यहाँनिर, एकदम सुनसान छ र कोही पनि महिला भने कोही उभिएको पनि थिएन। यो देख्दा त अरिन्दमलाई यसो लाग्यो कि पहिलातिर सुनेको यताउताको त्यो अफवाह पनि सही हो कि भन्ने पनि लाग्यो। त्यसकारण अलिकति भित्र डर पनि थियो, तर पनि उसले हैन होला, के पनि हैन होला, जस्ट एउटा कोही थियो होला, अहिले हरायो कि के भयो उसलाई थाहा भएन, तर त्यस्तै होला भनेर उसले आफ्नो माइन्डलाई एकदम काम पारेर होस् अब फेरि काम गर्न जाउँ भनेर गयो। केही दिनपछि झन्डै 2 or 3 डेज बाद फेरि झन्डै 11 बजे लगभग 10:57 बजे सीसीटीभी क्यामेरामा अरिन्दमले फेरि हेर्दा त्यही महिला त्यही उभिरहेको, त्यही पोजिसनमा, त्यही जग्गामा उभिरहेको देख्यो। तर यो पालि चाहिँ उसले डाइरेक्ट क्यामेरामा एकटक भएर हेरिरहेको थियो, एउटा क्रिपी स्माइल दिएर। एकताल तपाईहरु पनि साथीहरु एकताल सोच्नुस् त, त्यो सिचुएसनमा जब चाहिँ तपाई काम गर्दैछ त्यहाँनिर 11 बजे सीसीटीभी क्यामेरामा हेर्दा एउटा महिला तपाईलाई हेरिरहेको, सेतो साडी लगाइरहेको, हाँसिरहेको, एकदमै क्रिपी स्माइल दिइरहेको, कतिको सिरिरिरि भएर आउँछ जिउमा, एकदमै आङ फुलेर आउँछ है। अब हेर्नुस् है,
2012 को टाइमको सीसीटीभी क्यामेरा फुटेज कस्तो चाहिँ नराम्रो हुन्छ होला, क्वालिटी एकदमै राम्रो हुँदैन। त्यही माथि रातिको समय ट्युबलाइटले अलिअलि मात्रै बलिरहेको प्लेटफर्म कस्तो डरलाग्दो हुन्छ होला। यो दृश्य देख्दा अरिन्दम डरले केही पनि सोच्नु सकेन। तर पनि अरिन्दमले आफूलाई होसमा राखेर उसले होइन यो के पनि होइन, यो मान्छे नै होला भनेर उसले सोचेर पनि उसले त्यो सीसीटीभीमा हेरिरहेकै थियो। त्यही बेला अर्को ट्रेनको आवाज सुन्यो, जुन चाहिँ लास्ट ट्रेन थियो, अन्तिम ट्रेन थियो त्यो प्लेटफर्मबाट। र झसङ्ग भएर अरिन्दमले त्यो ट्रेनपट्टि हेरे र फेरि सीसीटीभी क्यामेरामा फेरि हेर्दाखेरि कोही पनि थिएन सीसीटीभी क्यामेरामा। र यो ट्रेनलाई उसले त्यो सिग्नल दिएर आफ्नो काम गरेर ऊ फेरि वापस त्यही सीसी क्यामेराकै छेउमा गएर बसे। र जब त्यो ट्रेन अन्तिम ट्रेन चाहिँ त्यहाँबाट प्लेटफर्मबाट निस्किसकेको थियो, एकछिनपछि चाहिँ अरिन्दमले कोही हिँडिरहेको खुट्टाको आवाज सुन्यो, प्लेटफर्ममा हिँडिरहेको सुन्यो। र सीसीटीभी क्यामेरा चेक गर्दा पनि कोही पनि नदेख्दाखेरि अरिन्दमले राम्रोसँग सुन्नु थाल्यो कि कोही हिँडिरहेको। र ध्यान लगाएर सुन्दाखेरि अचानक उसकै कानमा त्यही महिलाको आवाजमा सुन्यो कि लास्ट ट्रेन मेरो मिस भयो भनेर। त्यही समय बत्ती पनि झ्याप्पै निभ्यो, अँध्यारो चारैतिर। तर जब बत्ती फेरि आयो एकदमै सुनसान, कोही पनि थिएन। यताउता अरिन्दमले चेक गर्यो, हेऱ्यो, तर कोही पनि थिएन। लु साथी हो, तपाईँहरू सोच्नुहोस् त, कोही आएर तपाईँ एकदम बसिरहेको बेलामा कोही आएर कानमा त्यसरी फुकिदियो भने, कोही नहुँदा छेउछाउमा कपाललाई कस्तो चाहिँ लाग्छ होला। त्यस्तै भइरहेको थियो अरिन्दमलाई। कहिले यो रात काटौँ र म यहाँबाट निस्क्यौँ भन्ने भइसकेको थियो अरिन्दमलाई। अब उसलाई इनफ भइसकेको थियो यो सबै कुरा। कतिजना मानिसहरूको डरको पनि एउटा हद हुन्छ है, कतिको लिमिट हुन्छ, कतिसँग डराउनु सक्छ, कतिसँग थाम्नु सक्छ त्यो डरलाई। त्यो एउटा सानो भनाइ पनि छ है कि वी फियर दोज विच वी डोन्ट अन्डरस्ट्यान्ड अर एक्सप्लेन। हामी जुन चाहिँ कुरा चाहिँ बुझ्नु सक्दैन त्यो कुराको डर भइबस्छ अरे क्या त भित्र। अर्को दिन अरिन्दमले झट्टैभन्दा झट्टै ट्रान्सफरको लागि अप्लाई गरेर त्यो जग्गाबाट निस्किने पुरा ट्राई गर्यो र कति दिन बाद ऊ त्यो जग्गाबाट गयो पनि। तर अझै पनि मान्छेहरूले भन्छन् कि रविन्द्र सरोवरको अन्तिम ट्रेनमा ट्र्याकको धेरै नजिक नबस्नु भनेर, किनभने कोही त छेउमा बसिरहेको या उभिरहेको हुनसक्छ एउटा क्रिपी स्माइल दिएर प्रतीक्षा गर्दै अन्तिम ट्रेनको लागि। ल साथी हो, यो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् होला। अनि लाइक, सेयर र सब्सक्राइब गरिदिनु नबिर्सिदिनुहोस् होला। मलाई अझै यस्तो रियल लाइफको घटनाहरू तपाईँहरूसँग भएको छ भने मलाई यो दिएको जिमेल आइडीमा पठाइदिनु सक्नुहुन्छ। यो भन्दै सबैलाई म बिदा माग्छु। ओम माने पेमे हुँ। जय बजरङ्गबली।